आफ्नै तालमा चिटिक्क परेर हिँडिरहेको थियो केटाकेटीहरू त हाई भनिदिएर अलराइट गाइज वेलकम ब्याक माई न्यू ब्लग। आजको भिडियोमा मेरो यो पुरानो भौचर थियो, पैसाहरू छैन, टिकटकबाट पैसा छैन, फेसबुकबाट पैसाहरू आएको छैन, अनि यो भौचर राखेर के गर्नु, पैसा जमाउनु पाएको छैन भने यो मैले आगोमा हाल्दै जलाइदिएँ। आजको वेदर एकदमै अँध्यारो छ, बिहानदेखि नै चारैतिर एकदम घामहरू पनि लागेको छैन, घरहरू सुनसान जस्तो लागिरहेछ, वरिपरि डाँडाकाँडातिर चाहिँ एकदम सुनसान झरी पर्नु लागेको जस्तै महसुस भइरहेछ। आज बिहानै म उठेर गाउँतिर भिजिट गर्नु जाँदै घरिघरि चाहिँ यस्तो तनाव लाग्छ, ती कन्टेन्ट बनाउँछु, भिडियो बनाउँछु, कसैले फलो गर्दैन, लाइक गर्दैन। प्लिज मलाई मेरो भिडियोहरू हेर्नुहुन्छ भने, मेरो भिडियो मनपर्छ भने प्लिज मलाई फलो गर्नु नबिर्सिनु होला, सपोर्ट गर्नु होला है। अनि साथीहरू तपाईँहरूलाई आज म मेरो दामला खोल्सा लाँदैछु। यो दामला खोल्सा चाहिँ यसको एउटा ऐतिहासिक कथा छ। यो पहिले यति घारी थियो, यति घारी थियो। यो चाहिँ एकदम भुतिया एरिया, यहाँ दिउँसै रात पर्थ्यो र दिउँसै एकदम मान्छेहरू यहाँ तर्साउने बाँस ढल्ने एकदम डरलाग्दो हुन्थ्यो। अनि यो बाटो हिँड्दाखेरि चाहिँ म पनि यति डराउँथेँ कि यो बाटो हिँड्दा खुरुरुरु कुदेर म यो बाटोबाट हिँड्थेँ। कसको कुकुर हो अहिले फेरि बाटोमा आएर बसेर चाहिँ हिजो मेरो घरमा आएको थियो। मैले मासु भातहरू मजाले दिएँ, तर बिरामी भएको रहेछ, लुतो धेरै आएको रहेछ। एकदम केयर गर्नु पर्थ्यो यो कुकुरलाई, यति छाडै छोडिदिएको रहेछ, बिचरा कति माया लाग्दो। हिँड्दै गर्दा ठ्याक्कै म तिनकुने हाइवे रोडमा आइपुगेँ। यतातिर सबैतिर सुनसानै छ, दोकानहरू अहिले मान्छेहरू बसिरहेछ। अनि मेरो गाउँको छिमेकी अङ्कल चाहिँ आज काठमाडौँ जाँदै हुनुहुन्छ आफ्नै गाडीमा। अनि उहाँलाई पनि बाई बाई टाटा शुभयात्रा भन्न चाहन्छु। बहिनीहरू घर कता हो, कहाँ आइने? अनि माछा यता मार्न पाइन्छ? कता मार्ने? ए माछा मार्ने? मैले भिडियो बनाउँदै हिँडेको थिएँ, अनि मैले भिडियो बनाएको चाहिँ भाइहरूले देखेछन्, अनि ए भाग फोटो खिच्दैछ भनेर भाग्न थालेँ। घर आइसकेपछि मैले मेरो कुखुरालाई दानाहरू त्यो दबाईहरू खुवाइदिएँ, किनकि एकदम आँखाबाट आँसुहरू आइरहेको थियो। बारीतिर यसो हेर्न गएँ, मजाले काँक्रोको बिरुवाहरू उम्रिएको रहेछ। काँक्रोको बिरुवाको लागि मैले 2टा थाङ्ग्राहरू रेडी पारेँ। यो थाङ्ग्रा राख्नलाई चाहिँ काँक्रोलाई बढ्नुको लागि त्यसको लहराहरू राम्रो हुन्छ।